So hello guys, finally after 11 hours को long electricity outage पछि लिस्बनमा फेरि इलेक्ट्रिसिटी छ देख्न सक्नुहुन्छ भिडियोमा। यो पुरै अँध्यारो छ नि त। फाइनली लिस्बन सिटी निकै ब्युटिफुल अनि पुरै ब्राइट देखिएको छ है आफ्टर 11 long hour है। त्यो हो 8 अप्रिल 2025 चाहिँ हिस्ट्रीमा रहने छ यो आजको डेट चाहिँ। योभन्दा अगाडि पनि एक दुई दिनहरू पहिलाहरू त्यही 7-8 घन्टा 8-9 घन्टा मैले गुगल गरेको थिएँ, दुईचोटि समथिङ यस्तै इलेक्ट्रिसिटी आउटेज भएको थियो कि त्यसपछि सायद आज नै होला। धेरै प्यानिक पनि भएको थियो दिउँसो मान्छेहरू। अनि जस्ट त्यही हो, यो भिडियो चाहिँ म यो एउटा एज अ मेमोरीको लागि पोस्ट गर्दैछु। सो त्यही हो, फाइनली इलेक्ट्रिसिटी चाहिँ आयो, ढिलै भयो पनि 11 आवर्स धेरै लङ लाग्यो। हामी त अब नेपालमा लोड सेडिङ धेरै सहेर बसेको मान्छेहरू, खासै त्यस्तो चाहिँ नलाग्दो रहेछ हामीलाई। तर पोर्चुगिज यहाँको युरोपियनहरू चाहिँ प्यानिक नै भएको थियो धेरै, तपाईँको सपिङ मलहरूदेखि लिएर। अहिले यहाँ फाइनली लाइट आएपछि यहाँ डगलाई चराउन लिएर आउँदैछ आउटिङमा। त्यही हो, फाइनली ह्याप्पी एन्डिङ। इन्जोय गाइज एभ्री वान, स्टे सेफ, सी यू सुन।